एभ्रिवान, ह्याप्पी साउने सङ्क्रान्ति सबैजनालाई। सबैको दिन राम्रै जाओस्। अनि कसले चुरा मेहेन्दी लाउनु भयो त साथीहरू। अनि म चाहिँ यहाँ दिदीको पसलमा आउँदा चाहिँ यता मेरो दिदीहरूले आन्टीहरूले चाहिँ यहाँ चुरा छानिरहेको थिएँ कि, अनि चुरा खोजिरहेको थिएँ। अनि छोरीले बहिनीहरूले चाहिँ चुरा लगाइसकेको थियो, अनि यता दिदीले चाहिँ चुरा हेर्दै थियो। अनि साथीहरू मैले चाहिँ चुरा लाएको थिएन, मैले चाहिँ किनेर राखेको थिएँ, तर अहिले पछि लाउँछु भनेर अहिले चाहिँ मैले चुरा लाएको थिएन। अनि खासमा मलाई भन्नुपर्दा चाहिँ मलाई चुरा मेहेन्दी माला टिकुली लाउन चाहिँ त्यस्तो मलाई मन पर्दैन कि, अहिलेदेखि होइन पहिल्यैदेखि मैले चाहिँ सानोदेखि नै नलाउँदै आएको हो कि, त्यही भएर चाहिँ मलाई यस्तो चुरा मेहेन्दी यस्तो राम्रै लाग्दैन कि। तर के गर्ने, राम्रो नलाग्यो पनि लगाउनु त पर्यो होइन, बिहे गरिसकेपछि त म चाहिँ पछि लाउँछु, अहिले चाहिँ मैले लाएको छैन। अनि आज साउनको दिन चाहिँ म यहाँ स्कुलमा आएको छु कि, अनि मेरो चाहिँ सानोतिनो काम परेर अनि मलाई चाहिँ आफ्नै स्कुलमा जाँदा पनि एकदमै नराम्रो लाग्छ कि, खै किन त्यो त थाहा भएन, सानो उमेरमा बिहे गरेर होला सायद। मलाई चाहिँ आफ्नो स्कुलमा जाँदा एकदमै बेइज्जत लाग्छ। अनि म चाहिँ जसो तसो गरेर पनि अफिस कोठामा पसेँ। अफिस कोठामा पस्दा चाहिँ सर हुनुहुन्थेन कि, प्रिन्सिपल हुनुहुन्थेन, अनि म्याडम माथि हुनुहुन्थ्यो। अनि हाम्रो चाहिँ के काम थियो, मैले चाहिँ सबै कामसाम सकेर अब म जाँदैछु जबदुवा। अनि यता चाहिँ बहिनीको कुर्ता ल्याउनु थियो अरे, फेरि पनि सिलाउनु दिएको रहेछ कि, अनि कुर्ता ल्याउनु थियो अरे। अनि हामी चाहिँ त्यही कुर्ता ल्याउन आएको छ, म बुहारी बहिनी। अनि कुर्ता पनि सिलाइदिइसक्नु भएको रहेछ क्या। अनि त्यसपछि चाहिँ हामीहरू गयौँ चटपटे खान। अनि यहाँ जबदुवामा चाहिँ चटपट पनि बनाउनु हुँदो रहेछ। अनि अरू साथीहरूले चाहिँ गिलो चटपटा खाए, हामीहरूले चाहिँ यो सुक्खावाला खायौँ कि। अनि मलाई चाहिँ यो गिलो चटपटे एकदमै मनै पर्दैन कि, पहिल्यैदेखि मलाई मनै पर्दैन। मलाई चाहिँ यस्तै सुक्खा सुक्खा चटपटे मनपर्छ क्या। अनि चटपटे पनि आइसक्यो, चटपटे आएर पनि अब अहिले हामी चाहिँ खाँदैछौँ। अनि सादा के त्यस्तो केही हालेको पनि थिएन, भुजा चाउचाउ डालमुटर मात्रै थियो। अनि मलाई चाहिँ यहाँको चटपटे त्यस्तो खासै मन परेन क्या। अनि मलाई चाहिँ एयरपोर्टको चटपटे मनपर्छ, यहाँको चाहिँ त्यस्तो खासै लागेन। राम्रो त राम्रै छ, तर त्यस्तो मलाई चाहिँ राम्रो लागेन। लागे पनि नलागे पनि अब पैसा गइसकेपछि चटपटे त खानु पर्यो होइन। अनि मैले चाहिँ घरबाट टन्नै खाना खाएर आएको थिएँ कि, त्यही भएर पनि मलाई खाना चाहिँ मन लागेको थिएन, त्यही पनि मैले खाएँ। अनि यो चटपटे चाहिँ आज बुहारले खुवाएको कि, यिनीसँग चाहिँ पैसा रहेछ 100 रुपियाँ। अनि चटपटे खाना जाम भने अब खुवाउँछु भनेपछि त कसले खाँदैन भन्छ होइन साथीहरू। अनि हामीले चाहिँ चटपटे खाएर त्यहाँबाट अब हामीहरू जाँदैछौँ घर। यता चाहिँ भागिरहेको थियौँ कि, एउटा साथ दिन चाहिँ मलाई नदेखाऊ भनेर। अनि यता बुहारले चाहिँ जबरजस्ती देखाइदिइरहेको थियौँ कि, उता चाहिँ सबैले टाउको उता फर्काएको थियो कि, भिडियोमा नदेखिने भनेर। केही छैन होइन, कसैलाई देखेर मन लाग्छ, कसैलाई देखेर मन लाग्दैन साथीहरू। हामीहरू चाहिँ जस्तो हालतमा पनि हौँ है, सायद जस्तो पनि हो, कपडा चप्पल आफ्नो थोप्रा जस्तो पनि होस्, हामीहरू चाहिँ भिडियोमा देखेन त्यस्तो मलाई चाहिँ लाज लाग्दैन क्या। मलाई अहिलेदेखि होइन, मलाई चाहिँ पहिल्यैदेखि त्यस्तो लाज लाग्दैन मलाई चाहिँ। अनि अब चाहिँ हामीहरू जाँदैछौँ घर।